हेलो एन्ड वेलकम टु द च्यानल गाइस। 2 हप्ताको दर्दनाक इन्टरनेसनल ग्याप पछि क्लब फुटबल आइसकेको छ र म पनि आइसकेको छु। कतै गएको त थिएन बट अर्को भिडियो लिएर आइसकेको छु। अर्को भिडियो पनि हैन, फर्स्ट भिडियो लिएर आएको छु र आई होप यु विल इन्जोय इट। के युनाइटेडले आफ्नो लास्ट गेमको फर्म कन्टिन्यू राख्न सक्छ र लिभरपुललाई एन्फिल्डमा च्यालेन्ज गर्न सक्छ, या फेरि लिभरपुलले 3 गोल हानेर चल भाइ निकल भनेर पठाइदिने होला छ। वी विल फाइन्ड आउट। त्यस्तै गरी क्रिस्टल प्यालेस भर्सेस बर्नमथ, दुईटै टिम एकदमै राम्रो खेलिरहेका छन् एन्ड बोथ अफ देम हेभ अ भेरी प्रोमिसिङ स्टार्ट। तर के यो गेम कसैले जित्न सक्छ त? यो गेम्स प्लस विकेन्डमा हुने सबै प्रिमियर लिग गेम्सहरूलाई हामी हेर्नेछौँ र विल ट्राई टु फाइन्ड आउट द क्लोजेस्ट स्कोर लाइन प्रेडिक्सन्स। लेट्स गो। यो विकेन्डको प्रिमियर लिगको फर्स्ट गेम रहेको छ नटिङहम फरेस्ट भर्सेस चेल्सी। नटिङहमले यस्तो राम्रो गेम खेलाइरहेको नुनोलाई स्याक गरेर एन्जलाई न्यू म्यानेजर अपोइन्ट गरेको छ। अब एन्जलाई अपोइन्ट गरेदेखि